ओ माई गॉड सरप्राइज। तर मेरो जस्तो म सिधा त्यस्तै छ मेरो छोरी चाहिँ त्यस्तो भयो नि त। तर मेरो मम्मी चाहिँ मेरो लागि सब थोक हो के, मम्मी बाहेक मेरो कोही पनि छैन। अनि त्यही हो, अब बुवालाई पनि म गलत भन्दिनँ, मम्मीले छोरा नपाउनु भयो होइन। अब दाइ एकछिन रोक्नु न, मलाई के सोधिदिनु भयो, म रुनुपर्छ। तर आजसम्म एउटा जुन खालको सफलता पाउनुपर्ने हो मैले पाइरहेको छैन, मलाई थाहा छ। तर दुःख त मैले गरिरहेको छु नि होइन। उसँग एउटा बाटो देखाउने मान्छे छैन भने त्यो मान्छेहरूले बाटो देखाउनुको सट्टा उल्टो युज गर्न खोज्ने खालको मान्छेहरूको हाबी देखियो होइन। एकदमै सामान्य तरिकाले मेरो जीवन चलिरहेको छ र म एकदमै खुसी छु। काममा मम्मीलाई छोडेर बिहान निस्किनु पर्दाखेरि चाहिँ मन यति भारी हुन्छ दाइ, अब के गर्नु, काम नगरे पनि सम्भव छैन कसरी चलाउने जीवन। अनि अब बिहे त गर्नै पर्छ है, अनि गरिहाल्नु कि। अब उसको झडङ्ग भन्ने बानी छ। अनि फेरि मम्मी रुनु भयो कि रिसाउनु भयो कि भनेर मम्मी भनेर काखैमा बसेर अनि मेरो मम्मी भन्छ अनि हाँस्नु परिहाल्यो। त्यस्तो धेरै त होइन, 3-4 लाख जति दसैँको टाइममा चाहिँ महिनामा त्यसरी कमाइन्छ होला। अरू बेलामा चाहिँ एकदम नर्मल 1-1.5 लाख। आमा मेरो माँ कति ज्ञानी छ, कति राम्रो छ। मेरो माँ त मेरो संसारको सबैभन्दा ठुलो मान्छे हो। मेरो माँ आई लभ यु। र मलाई कसैले पनि त्यसरी युज गर्न खोजिन त म भन्दिनँ दाइ। धेरै मान्छेहरू अवसर हेरेँ, कतिका म्यासेज मसँग प्रुफै छन्, कति मान्छेले मसँग कसरी कुरा गरे भनेर। नमस्ते, यति बेला तपाईँहरूले हेरिरहनु भएको च्यानलको नाम हो अनलाइन तुफान। अनलाइन तुफानमा म मधु आचार्य छु र मेरो साथमा आज को हुनुहुन्छ भनेर पक्कै पनि तपाईँहरूले चाहिँ हाइलाइट्सहरू हेरेर थाहा पाइसक्नु भएको छ। मेरो साथमा आज चर्चित नायिका मोडल आशा खड्का हुनुहुन्छ। आज म उहाँको घरमा आइपुगेको छु। पक्कै पनि आशा खड्काको फ्यान र फलोवर्सहरूलाई एकदमै खुल्दुली लाग्ने विषय हो। आशा खड्का कसरी बसिरहनु भएको छ, कस्तो छ होला उहाँको घर, कस्तो रहनसहनमा बसिरहनु भएको छ भनेर पक्कै पनि खुल्दुली लाग्न सक्छ। दर्शकको यो खुल्दुली मेटाउनका लागि म आशा खड्काको सहमतिमा आशा खड्काकै घरमा आइपुगेको छु। यहाँलाई देखाउने छु आशा खड्का कसरी बसिरहनु भएको छ, के गर्नुहुन्छ र आशा खड्काको दुःख सुख जीवनमा आइपर्ने हरेक कुराहरू आज उहाँकै मुखबाट सुनाउने छु। यहाँहरूले हेर्दै गर्नु होला। पक्कै पनि यहाँहरूलाई देखाउने छु आशा खड्का कसरी बसिरहनु भएको छ। प्लिज क्यामेरा फलो मी। पक्कै पनि यो चाहिँ आशा खड्का बस्ने बिल्डिङ हो र यो चाहिँ ओ माई गड एकदमै फुलबारीमा घुमे जस्तो फिल हुन्छ। यहाँ आशा बहिनी कहाँ बसिरहनु भएको छ अहिले बोलाउने छु। आशा बहिनी कहाँ? ओ माई गड सरप्राइज। के गर्दै हुनुहुन्थ्यो, हामीले डिस्टर्ब गऱ्यौँ? म त अनि पुरै यो गार्डनमा छिरे जस्तो लाग्यो, फुलबारी सबैतिर है। एकदमै सरप्राइज दिएको मैले तपाईँलाई आज खास गरी। थ्याङ्क यू दाइ, धेरै खुसी लाग्यो। बसौँ बसौँ। पक्कै पनि आशा बहिनीलाई एकदमै सरप्राइज दिएर यहाँ आइपुगेँ होइन। कस्तो लागिरहेछ? धेरै खुसी लागेको छ दादा, आज हजुर मेरो घरमा टेक्नु भयो। पक्कै पनि मेरा यी अपवित्र पाइलाहरू पवित्र ठाउँमा आइपुगेका छन्। प्लिज यस्तो नभनौ, कहाँ त्यस्तो भन्नु। पक्कै पनि सबैभन्दा पहिला हामी आशा बहिनीलाई स्वागत गर्छौँ। स्वागत छ यहाँलाई। थ्याङ्क यू सो मच दादा। धेरै नमस्ते मेरो बहिनी। तर अब कुरा धेरै लामो छ। तपाईँ एक्लै हुनुहुँदो रहेछ, खास एक्लै बस्नुहुन्छ? होइन नि, मेरो मम्मी र म हो। मम्मी चाहिँ कहाँ जानुभयो? यतै हुनुहुन्छ, मम्मी किचनमा हुनुहुन्छ कि अर्को रुममा। मम्मी आउनुहुन्छ। पक्कै पनि मम्मीलाई आउनुहुन्छ अनि पनि कुराकानी गर्नेछौँ। सबैभन्दा पहिला दिनहरू कसरी बितिरहेछन्? अब यस्तै काममै बिजी छु। रिसानी माफको सुटिङ चलिरहेछ, अनि प्लस म्युजिक भिडियोहरूदेखि लिएर यस्तै यस्तै कामहरूमा। हामीले म्युजिक भिडियोमा एकदमै धेरै मात्रामा चाहिँ आशा बहिनीको चाहिँ मोडलिङमा धेरै गीतहरू हेर्न पाउँछौँ होइन। एकदमै धेरै म्युजिक भिडियोहरू गरिरहनु भएको हुन्छ। यो खासै गरी कलाकारिता क्षेत्रमै आउनुभएको चाहिँ ट्याक्कै कति भयो? अब 10 वर्ष पुरा हुन लाग्यो दाइ।
10 वर्ष पुरा हुन लाग्यो फेस गरेको मैले यो क्षेत्रमा आएर अभिनय गर्न सुरु गरेको चाहिँ 10 वर्ष पुरा हुन लाग्यो। पक्कै पनि आज चाहिँ मैले चाहिँ आशा खड्का को हुनुहुन्छ, हिजोको दिनमा आशा खड्का को हुनुहुन्थ्यो र आज को हुनुहुन्छ भनेर त आज दर्शकहरूलाई थाहा छ, भोलि के हुनेवाला हुनुहुन्छ ती कुराहरू पनि हामी चाहिँ आशाको आफ्नै मुखबाट पवित्र मुखबाट चाहिँ हामी निकाल्नेछौँ। म सोध्नेछु, हजुरले एन्सर दिनुहुनेछ। पक्कै पनि सबैभन्दा पहिला चाहिँ यहाँको जन्मस्थान चाहिँ? म चाहिँ दोलखामा जन्मेको। हजुर, दोलखामा जन्मेँ अनि म रामेछापमा चाहिँ मैले मेरो बाल्य अवस्था भनौँ त्यहाँ चाहिँ हाम्रो बुवाको बिजनेस थियो त्यो टाइममा, अनि मैले 11-12 वर्ष त्यहाँ थिएँ अनि त्यसपछि चाहिँ काठमाडौँ। पक्कै पनि यो बाल्य अवस्था तपाईँले भनिरहँदाखेरि चाहिँ बाल्य अवस्था मैले तपाईँसँग सोध्नुभन्दा तपाईँको मम्मीसँग सोध्नु उचित हुन्छ, किनभने बाल्य अवस्थामा आफूले फटाइ गरेका कुराहरू मान्छेले भन्न रुचाउनुहुन्न होइन। तपाईँ कस्तो हुनुहुन्थ्यो? पक्कै पनि हामी मम्मीको मुखबाट सुन्नेछौँ यो कुराहरू। सबैभन्दा पहिला मम्मीलाई चाहिँ वेलकम गरौँ होइन? गरौँ, तर हराउनु भएको। मम्मी हजुर एकचोटि आइबक्सिनु पऱ्यो। नमस्ते, एकदमै आउनुहोस्। हजुरलाई यहाँ राख्छु म, यहाँ हजुर आमा छोरीसँगै बस्नुपर्छ, म त्यतातिर बस्छु, आउनुहोस् त। पक्कै पनि सबैभन्दा पहिला मम्मीलाई स्वागत छ। धन्यवाद, आइदिनु भयो। पक्कै पनि लाग्यो। आशा बहिनीले केही कुरा ढाँट्नुहुन्छ कि होइन मम्मीलाई खास राखेको मैले यहाँसँगै? सबै मम्मीलाई सोध्नु। केही ढाँट्दैन, म जस्तै छ यो। पक्कै पनि मेरो जस्तै बुद्धिहरू बानी अनि सबै मेरै जस्तो छ यो छोरी। हजुरकै छोरी हो अनि कस्तो? म यहाँ अघि चाहिँ खास गरी मैले भन्न खोजेको कुरा रोक्नुको कारण चाहिँ आशा खड्काको चाहिँ बाल्य अवस्थामा चाहिँ कस्तो स्वभावको हुनुहुन्थ्यो? यही कुरा हुन्छ नि, मान्छेले चकचक गर्ने अनि भरे चाहिँ ढाँट्ने कुरो गरेर त भएन नि त। के थियो अब हजुरकै मुखबाट? यो बच्चामा चाहिँ एकदम ज्ञानी, अब ज्ञानी, अब खाना थप्न गयो भने पनि भयो भन्ने, पुगो भन्ने, अनि अब चकचक नगर्ने। अब बुवाले केही गरी मलाई ठट्टा गरेर यस्तो कुट्न आउनु भने अब छेकेर राख्ने, मलाई यस्तो छेक्ने, यस्तो गरेर छेक्ने, उसको ज्यानले छेक्ने, त्यस्तो गर्ने। अनि मलाई चाहिँ सानैदेखि नै यो छोरीले माया गर्ने क्या मलाई चाहिँ। पक्कै पनि सानो बच्चादेखिको अहिलेसम्म माया गरेर अब टाढा जाँदा पनि सँगै लिएर जान्छ, यहाँ बस्दा पनि अब सँगै छौँ। अब यहाँ काठमाडौँ भ्यालीमा जाँदा चाहिँ अब बिहान गएर बेलुका आइहाल्छ, टाढा जाँदा चितवन बुटोल पोखरा जाँदा चाहिँ अनि मलाई लिएरै जान्छ सँगै। बाहिर चाहिँ काम हुँदाखेरि मम्मीलाई लिएर जानुहुन्छ? मलाई सँगै। मैले सोचे जस्तो होइन रहेछ, एकदमै बिल्कुल ज्ञानी हुँदो रहेछ। मेरो छोरीको बानी चाहिँ अब मान्छेले देख्दाखेरि चाहिँ यति राम्री छ, कतिजनासँग हाँस्थ्यो के गरिदियो भन्दा हुन्, त्यस्तो सोध्छन् नि त। तर मेरो जस्तो म सिधा त्यस्तै छ मेरो छोरी चाहिँ, त्यस्तो भयो नि त। पक्कै पनि आशा बहिनीलाई मैले आजभन्दा लगभग 4 वर्ष 4.5 वर्ष अगाडि चिनेको। सबैभन्दा पहिला मेरो भाग्यको कुरा हो, म अहिले भन्न चाहन्छु। सबैभन्दा पहिला क्यामेरामा अनुहार देखाउने म आशा बहिनीसँगै त्यो चाहिँ सौभाग्य जुरेको थियो। एकदमै बहिनीलाई धेरै कहिले पनि बिर्सिनु सक्दिनँ म होइन, धन्यवाद पनि भन्न चाहन्छु। के होइन दाइ, मैले खुसी लाग्यो दादासँग हजुरको त्यो फर्स्ट क्यामेरा फेस रहेछ, मलाई थाहा थिएन। अनि अहिले पनि याद छ मलाई त्यो मनकामनाको तल रोडमा हामीले चाहिँ सँगै अभिनय गरेका थियौँ। मैले एक्टिङ गर्न नसकेर होइन तनाव भएको सेकेन्ड कहिले होइन दादा, अब सबैजनाले सबै कुरा जानेर आएको हुँदैन, सिक्दै जाने हो। आज यति राम्रो भइरहेछ दाइ, ठिक छ नि, सबै कुरा बिस्तारै समयले सिकाउँदै जाने त हो नि। पक्कै पनि त्यो पल सम्झिन्छु अनि अहिले सम्झिन्छु, कतै न कतै मेरो केही भएको हो कि जस्तो लाग्छ। यहाँकै देन हो, यहाँहरूकै नजर हो हेर्ने होइन। सबैभन्दा पहिला हामी अब घरतिर जान चाहन्छौँ। दोलखामा जन्मस्थान भन्नुभयो नि त मम? हजुर, दोलखामा हो। त्यस पछाडि चाहिँ को हजुरकोमा चाहिँ आशा बहिनी र सन्तान को हुनुहुन्छ? सन्तान अब 2 परिवार हो, यसको ड्याडीको चाहिँ। अहिले अब मेरा एउटा छोरीको चाहिँ बिहे भइसक्यो, अब यो 2टा मात्रै हो मेरा छोरीहरू। अब छोरीहरू के भन्नु, छोरा बिर्साएको छ, छोराले के गर्थे यस्तो गरेर पालेको छ, मलाई आनन्द शान्ति दिएको छ छोरीले, छोरा बिर्साएको छ यो छोरीले मलाई। पक्कै पनि एउटा छोराको रूपमा नै प्रस्तुत हुन्छ आशा बहिनी, मलाई थाहा छ। मलाई छोरा भनन् भनेर कति चिन्ता भयो पहिले हेर्नुहोस्।
अनि कति चिन्ता भयो, अहिले आनन्द ढुक्क मनमा शान्ति छ आजको दिनसम्म। अब पछि बिहे गरेपछि कस्तो हुन्छ है, अहिलेसम्म चाहिँ मलाई आनन्द छ, खाएको पनि आङमा लागेको छ, पक्कै पनि आनन्द छ। खास गरी अब अलिकति दुःखको कुरा चाहिँ हजुरहरू चाहिँ आशा बहिनीको बुवाले दुईवटा, हजुर खास के भएर त्यो चाहिँ त्यो छेड सम्झिँदाखेरि चाहिँ कसरी सम्झिनुहुन्छ? त्यो दुईवटा ल्याउनको कारण चाहिँ अब मेरो छोरा भएनन् भनेर चाहिँ ल्याउनु भएको। छोरा भएनन् भनेर अनि अब हजुरकै सहमतिमा ल्याउनु भएको हो कि अथवा के हो? होइन, मलाई अब ढाँटेरै ल्याउनु भएको हो नि। पक्कै पनि संसारमा सबै मान्छे असल हुँदैनन् होइन। पक्कै पनि तपाईँलाई छोरा नै पाउनुभएको छ। आशा बहिनी पनि छोराभन्दा कोही कम हुनुहुन्न, एकदमै मेहनती, एकदमै चाहिँ भद्र व्यवहारकी हुनुहुन्छ, जो चाहिँ पछिल्लो समय हामीले मिडियामा देख्दा पनि हरेक गीतमा उहाँले काम गरेका गीतहरूमा एकदमै राम्रा गीतहरू मात्रै होइन। उहाँले कहिल्यै पनि अहिले पछिल्लो समय चाहिँ तिग्रा देखाएर फेसन देखाएर चाहिँ चर्चित हुनको लागि जे पनि गर्न सक्ने धेरै मोडलहरू आउनुभयो, धेरै कलाकारहरू आउनुभयो त्यसरी। तर आशा बहिनीले अहिलेसम्म कुर्कुचाभन्दा माथि कपडा लगाएको मैले धेरै देखेको छैन। माथिसम्म लगाएको हुन्छ होइन, तलसम्म त्यो हुन्न भनेको। एकदमै चाहिँ मोडलिङ क्षेत्रलाई पनि यसरी लानुपर्छ है भनेर जुन चेतना दिनुभएको छ, सबैजनाले आशा बहिनीको चाहिँ व्यवहारहरूलाई फलो गर्नुभयो भने पक्कै पनि गीत सङ्गीत क्षेत्र पनि एकदमै चाहिँ बलियो बन्छ जस्तो लाग्छ मलाई। सबैभन्दा पहिला त्यस पछाडिका दिनहरू, जसरी तपाईँले अहिले चाहिँ उहाँ कहाँ हुनुहुन्छ? खास घरमै हुनुहुन्छ। तपाईँसँग बोलचाल केही छ छैन? आउने जाने यहाँ बस्ने गर्नुहुन्छ, आउनुहुन्छ। भनेको जस्तै हजुरको दिदी भनौँ होइन, सौता त भन्छन् गाउँमा के मेरो मम्मी चाहिँ म चाहिँ जेठीको छोरी हो। अब हामी बुवालाई पनि गलत मान्दैनौँ, किनकि आज बुवाले अर्को मम्मी नलिएर आउनु भएको भएदेखि ममा एक खालको त्यो जुन एउटा त्यो बेला उहाँले अर्को मम्मी नल्याइदिनु भएको भएदेखि अब म एकदमै सुख सयलमा हुर्किन्थेँ होला, बुवा मम्मीको माया पाउँथेँ होला। मैले मम्मीको माया त मैले यति धेरै पाएको छु कि अब म यति लक्की लाग्छ कि मेरो जो हुन्छ नि, हरेक आमाले आफ्नो बच्चाहरूलाई त्यति नै माया गर्ने हो। तर मेरो मम्मी चाहिँ मेरो लागि सब थोक हो कि, मम्मी बाहेक मेरो कोही पनि छैन। अनि पक्कै पनि बोल्दा बोल्दै आँखाहरू टिलपिल भइरहेका छन्। एकदमै तपाईँहरूको आमा छोरीको प्रेम यो सधैँभरि देख्न पाइरहेको होस्। भन्नुहोस् के भन्नुहुन्छ प्लिज। होइन दा एकछिन। अनि त्यही हो, अब बुवालाई पनि म गलत भन्दिनँ, मम्मीले छोरा नपाउनु भयो होइन। अब दाइ एकछिन रोक्नु न, मलाई के सोधिदिनु भयो, म रुनुपर्छ। पक्कै पनि एकदमै आशा बहिनी सम्हालिनुहोस्। तपाईँले आफ्नो कर्तव्य जुन छोरी भएर पनि छोराको जस्तै व्यवहार जुन गरिरहनु भएको छ, धेरै छन् यस्तो समाजमा चाहिँ, नआत्तिनु होला। तपाईँ एउटा सक्षम छोरा हुनुहुन्छ, छोरी छोरा सबैजना समान हुनुहुन्छ। धेरै त्यस्ता आमाहरू छन् जसलाई छोराले नहेरेर चाहिँ वृद्धाश्रम जानु परेको छ। त्यो अवस्था रहेन, तपाईँले आफ्नो कर्तव्य आफ्नो आमालाई जुन गर्नुपर्ने व्यवहार थियो त्यो गरिरहनु भएको छ। सबैभन्दा भाग्यमानी म एकदमै। तपाईँले पनि आफू तपाईँ यस्तो आमाको छोरी हुनुहुन्छ। बोल्दा बोल्दै मेरो शब्दहरू आएनन्। यो रुवावासी भयो, यसलाई बन्द गरिदिनु होला प्लिज। बुवालाई के भन्न चाहनुहुन्छ? दाइजी प्रसारणै नगरिदिनु होला। म यो मेरो दर्शकलाई म रोएर उहाँहरूलाई पनि रुवाउन चाहन्न। अब यस्तो हो कि तपाईँले यस्तो क्वेसन गर्नुभयो दाइ, म फ्ल्यासब्याकमा जानुपर्छ। अब त्यो सबै सम्झिँदाखेरि मलाई धेरै दुःख लाग्छ होइन। तर त्यो दुःख नभएको भएदेखि ममा यति धेरै जुन खालको एउटा सोच विचार मलाई पछि आयो। अब जब बुवाले अर्को मम्मी लिएर आइसकेपछि उहाँहरूले हामीलाई गर्ने व्यवहार मैले देखेँ होइन। अनि मलाई धेरै दुःख लाग्थ्यो, धेरै रुन्थेँ। सानै थिएँ त्यो बेलामा, जुन बेला मलाई बुवाको केयर एउटा गाइडनेस मलाई चाहिन्थ्यो, त्यो बेलामा मैले पाएको पाइनँ होइन। अनि मैले सङ्घर्ष गर्नुपर्छ उहाँहरूको अगाडि, मैले मेरो मम्मीलाई सुख दिनुपर्छ, मैले दुःख दिनुहुन्न भन्ने फिल भयो मलाई। दाजुभाइहरू, मम्मीले छोराहरू जन्माउनु भयो, तर जति जन्मिनु भयो उहाँहरू बाँच्नु भएन। 15 दिन बाँच्ने, 18 दिन बाँच्ने, अनि मर्ने हुन्थ्यो। अनि त्यो क्रम बढ्दै गयो। त्यो बेलामा मेरो मम्मीले कसैको माया पाउनु भएन कि। अब त्यही भएर पनि मम्मीलाई यति धेरै दुःख भयो कि अब जब बच्चाहरू नबाँचेपछि समाजले हेर्ने नजर पनि अर्कै भयो। अनि
मेरो मम्मीले कहिले पनि कसैको माया पाउनु भएन। हामी पनि सानै थियौँ, हाम्रो पनि बुद्धि थिएन, मम्मीलाई सम्झाउन हामी सक्दैनथ्यौँ। उहाँ रुनुहुन्थ्यो एक्लै अनि चुरोट खानुहुन्थ्यो। अब आफ्नो त्यो पीडाहरू भुल्नको लागि त्यही माथि अब बुवाले अर्को बुढी लिएर आइदिएर अर्को पीडा दिनुहुन्थ्यो होइन। त्यो भयो। अब त्यो भएकै कारणले गर्दाखेरि मलाई चाहिँ उहाँहरूको अगाडि मैले आफूलाई कहिल्यै सोचिनँ म मेरो मम्मीलाई उहाँहरूको अगाडि सुखसँग पाल्छु। दिदीले पनि सानै उमेरमा दिदी बिहे गरेर जानुभयो, उहाँहरू भयो, उहाँहरू भाग्नुभयो दिदी बिनाजु। अनि त्यो बेलामा म भर्खर 8-9 वर्षको थिएँ। अनि दिदीले पनि मम्मीलाई रुवायो होइन। त्यो बेलामा उनीहरू अब ऊ पनि बुझ्ने थिएन, सानै उमेरमा दिदी बिहे गरेर जानुभयो। अनि सबैले मम्मीलाई रुवाए। तर अनि मलाई चाहिँ त्यो बेलामै मैले मेरो मम्मीको आँसु देखेको थिएँ। अनि यति धेरै रुनु भएको छ मम्मी। अनि मैले मम्मीलाई रुवाउनु हुँदैन, मैले मम्मीलाई खुसी दिनुपर्छ जस्तो लाग्थ्यो। अनि मेरो मम्मीले मलाई पछि भन्नुभएको, उहाँले आफ्नो बुवा आमाको माया कस्तो हुन्छ, बुवा आमा कस्तो हुनुहुन्थ्यो मेरो मम्मीले देख्नु भएको छैन अरे। तर मलाई त उहाँले जुन माया दिनुभएको छ, उहाँले त्यो माया कहिले पाउनु भएन क्या आफ्नो बुवा आमाबाट। तर मलाई उहाँले एउटा बाबुआमाको माया नपाए पनि आफ्नो छोराछोरीलाई यसरी केयर गर्नुपर्छ, माया गर्नुपर्छ भन्ने खालको एउटा यस्तो बुद्धि छ। मलाई यति धेरै माया गर्नुहुन्छ मम्मीले, केयर गर्नुहुन्छ, मेरो कामलाई विश्वास गर्नुहुन्छ। तर त्यही भएर पनि मेरो मम्मीको विश्वासलाई मैले कहिले टुटाउन नपरोस्, मम्मीको मन दुखाउन नपरोस् भनेर पनि अनि कति कामहरू आउँछन्, त्यस्ता कामहरू जुन कामले मलाई माथि लान्थे। अझ 10 वर्ष पुरा हुन लागिसक्यो दाइ यो क्षेत्रमा काम गरेको। तर आजसम्म एउटा जुन खालको सफलता पाउनुपर्ने हो मैले पाइरहेको छैन, मलाई थाहा छ। तर दुःख त मैले गरिरहेको छु नि होइन, काम त गरिरहेको छु। तर यो ठाउँमा सबै आफ्नो मान्छे हुनुपर्ने, सङ्गत त्यस्तै हुनुपर्ने रहेछ। तर त्यो खालको मेरो भएन। मैले आफ्नो कामलाई प्राथमिकता दिएँ। अनि यो क्षेत्रलाई अनुशासित तरिकाले सबैजनाले एउटा छोरी मान्छे जोसँग अलिक केही कला त छ तर उसँग एउटा बाटो देखाउने मान्छे छैन भने त्यो मान्छेहरूले बाटो देखाउनुको सट्टा उल्टो युज गर्न खोज्ने खालको मान्छेहरूको हाबी देखियो होइन। अनि एकदमै तपाईँले यी शब्दहरू भनिरहँदा मेरो आँखाहरू पनि रसाएका छन्। पक्कै पनि असल काम गर्छु, म कसैको चाहिँ दबाबमा पर्दिनँ, म आफ्नो कलाले गरेर खान्छु भन्नेलाई चाहिँ हाम्रो फिल्मी क्षेत्रमा जुन चाहिँ भ्रष्ट मान्छेहरू छन्, जो अलिकति खराब विचार भएका मान्छेहरू छन्, त्यस्ता मान्छेहरूले गर्दा कलाकारिता क्षेत्र नै एउटा चाहिँ बदनाममा गइरहेको छ होइन। जसले म यसरी मेहनत गरेर जान्छु भनेर अवसरको खोजीमा जानुहुन्छ। आशा बहिनीले भन्नुभयो जसरी चाहिँ आशा बहिनीभन्दा पछाडि आउनुभएका मान्छेहरू अलि चर्चित हुनुहुन्छ। उनीहरू गलत नेचर गर्नेहरू मात्रै चर्चित हुने हो त? राम्रो काम गर्नेहरूको अवसर आउनु पर्दैन? उहाँहरूले गर्नु चाहिँ आफ्नो मेहनतको फल कहिले पाउने भन्ने कुरा गर्नुहुन्छ। दुवैजना आमा छोरी नै रोइरहँदाखेरि चाहिँ पक्कै पनि दुःख छन्। जीवनमा दुःख पछि सुख अवश्य पनि आउनेछन्। बहिनीलाई एकदमै सफलताको कामना पनि भन्न चाहन्छु र आगामी दिनमा सबैभन्दा धेरै सफल नायिका भएर हामीले देख्न पाउनेछौँ र हाम्रो आम दर्शकहरूले देख्न पाउने हुनेछ। मम्मी के भन्न चाहन्छ? छोरीले चाहिँ सबैभन्दा भगवान तपाईँलाई मान्नुहुन्छ। छोरीले पनि आमा बाहेक अरू कोही पाउनु भएन मलाई जहाँसम्म लाग्छ होइन। बुवाको माया पाउनुपर्ने बेलामा बुवाले गर्नुपर्ने कर्तव्य बुवाले निर्वाह गर्नु भएन। दाजुभाइ भगवानलाई दोष दिउँ अथवा कसलाई दोष दिउँ, भाग्यको खेल भनौँ, उहाँको आफ्नो चाहिँ कर्ममा लेखिएन छ। के भन्न चाहनुहुन्छ बहिनीले? यो छोरी मेरो आँसु चाहिँ यो छोरीले पुछिदिएको छ। अहिले चाहिँ मलाई आनन्द शान्ति छ। पहिले कति रोएँ, कति चुरोटहरू खाएँ। अब यो पेट एकदम खोर्सानीले पोल्दा चाहिँ पोलो, कति दुःख गरेँ। अनि अब अहिले चाहिँ यो छोरीले मलाई शान्ति दिएको छ। म रुनु आजै हो, म रोको नरुनु अब होइन। अब त पहिलेको सम्झेर चाहिँ अब आँसु आए। अब यो छोरीले मलाई राम्रो गरेको छ। सबैजना अब मेरो माइततिर अब देवर जेठाजु सबै मम्मीलाई चाहिँ राम्रो गरेर पालेको छ छोरीले। छोरै जन्मेको रहेछ, त्यो चाहिँ छोरा छैन भन्नुहुन्थ्यो। छोरो त्यही हो, छोरै जन्माएको रहेछ तपाईँले भन्नुहुन्छ अब सबैजना। पक्कै पनि एकदमै
जुन दुःख गरेर तपाईँले आफ्नो मम्मीलाई आफ्नो छोरीले चाहिँ गर्नुपर्ने कर्तव्य हरेक छोरीहरूले यस्तो गर्ने मौका पनि पाउँदैनन् होइन र गर्दैनन् पनि। भाग्यमानी ठान्नुपर्छ। आफ्नो आमा सधैँभरि तपाईँसँग भइरहनु भयो भने पक्कै पनि उहाँमा पनि के आशा छ। तपाईँ बाहेक अरू कोही हुनुहुन्न मैले देखिसकेको छु। त्यसो हुनाले सधैँभरि मम्मीलाई साथ दिइरहनु होला। अझै यो मम्मीको र छोरीको जुन माया हो त्यो सधैँभरि मौलाएको हामी सबैजनाले देख्न पाइयोस्। र एकदमै सबैभन्दा सुरुमै हामी रुनुपर्ने अवस्था आयो, कारण स्थिति नै त्यस्तो बनिदियो। सबैभन्दा पहिला चाहिँ आशा बहिनीलाई म सोध्न चाहन्छु, कलाकारितामा सबैभन्दा पहिला पाइलो टेकेको क्यामेरा फेस कहाँबाट कसरी भएको थियो? मैले चाहिँ नि आजभन्दा 9 वर्ष अगाडि भनौँ, 10 वर्ष त अब ती 4-5 महिनामा ठ्याक्कै 10 वर्ष लाग्ने रहेछ मैले काम गर्न सुरु गरेको। अनि यसको पनि एउटा छुट्टै त्यो कहानी छ। यति लामो त्यो म भनिरहन पनि अब धेरै बोरिङ हुन्छ, लामो इन्टरभ्यू हो। अनि मैले फर्स्ट क्यामेरा फेस गरेको चाहिँ एनटिभी प्लसको एउटा साङ्गीतिक कार्यक्रम आउँथ्यो छेउ न टुप्पो भन्ने, र त्यसमा चाहिँ एउटा सिचुएसन दिएर एउटा कमेडी गरिन्थ्यो। अनि त्यो कमेडी पछि चाहिँ कुनै गीत बज्थ्यो क्या, त्यो खालको आउँथ्यो। अनि सिंहदरबारभित्र सुटिङ हुन्थ्यो त्यसको। अनि दमन रूपाकेती दाईको डाइरेक्सनमा त्यसमा मैले फर्स्ट क्यामेरा फेस गरेको थिएँ। प्लस त्यो सिरियलमा मैले केही समय काम गरेँ। अनि त्यसपछि चाहिँ नि मैले त्यति काम गरिनँ, त्यहाँ केही काम गरेँ। त्यसपछि अनि छोडेँ। अनि पछि एकदम ग्याप भइसकेको थियो। अनि हर्के हल्दारको लागि चाहिँ एउटा पात्र चाहिएको रहेछ, एकदम गाउँले चुलबुले केटी बाटुलीको छोरी भन्ने एउटा क्यारेक्टर चाहिएको रहेछ। अनि उहाँहरूले अनि मलाई भन्नुभयो। अनि त्यसपछि अनि मैले त्यो सिरियलमा काम गरेँ। पक्कै पनि हर्के हल्दार हुँदै अहिले रिसानी मापसम्म आइपुग्नु भएको छ होइन। यतिन्जेलसम्म हुन्छ नि, म अलिकति मम्मीलाई क्वेसन गर्न चाहन्छु। छोरी मान्छे होइन, तपाईँको लागि छोरा हुनुहुन्छ, तर समाजमा उहाँलाई छोरी मान्छे नै भनिन्छ होइन। व्यवहारले उहाँ छोरा हुनुहुन्छ तर होइन। तर छोरी मान्छेले कलाकारिता क्षेत्रमा सङ्घर्ष गर्दा गर्दै राम्रा र नराम्रा टिका टिप्पणीहरू धेरै आउँछन् होइन। धेरैले चाहिँ तेरो छोरी चाहिँ यस्तो ठाउँ यो लाइन राम्रो हुँदैन भन्नेहरू पनि आयो होला। खास त्यो समय सम्झिनु पर्दा के थियो? त्यस्तो केही परेको थियो? अब छोरीको विश्वास आनी बानी सबै थाहा छ आफूलाई। मान्छेले भने पनि मलाई केही चित्त दुखाइ भएन। मलाई भन्न चाहिँ भन्छ भने कि कसैले यस्तो नराम्रो मसँग त भनेनन्। यस्तो राम्रो ठाउँमा गयो छोरी, कस्तो भाग्यमानी तपाईँ त, त्यस्तो राम्रो गरेर पालेको छ छोरीले। छोरी के अरे छोराले पो त्यस्तो के गर्थे भनेर भन्नुहुन्छ नि। मलाई त यस्तो नराम्रोमा गयो भनेर कसैले भनेको छैन। पक्कै पनि मान्छेले चाहिँ गाउँमा टिका टिप्पणी गर्ने अनि कलाकारिता क्षेत्रमा छोरी मान्छे चाहिँ होइन अलिकति हाम्रो समाजले हेर्ने दृष्टिकोण अलिक फरक खालको छ होइन। तर त्यहाँभित्र हामी काम गर्छौँ, कामकै लागि हामी काम गर्छौँ होइन। तर मान्छेहरूले चाहिँ नकारात्मक टिका टिप्पणी पनि गर्छन्। त्यस कारणले खास सोधेको मैले। खास गरी अहिले चाहिँ आमालाई यदि अपर्चुनिटी त्यस्तो केही बिरामी भइहाल्नु भयो भने तपाईँले बाहेक अरू कोही देख्दिनँ म यहाँनिर। तपाईँहरू आमा छोरी मात्रै बस्नुहुन्छ होइन। अस्पताल लानको लागि कसैको सहयोग लिने अथवा चाहिँ केही त्यस्तो अप्ठ्यारो परेको अवस्थामा चाहिँ सहयोग गर्ने कोही हुनुहुन्छ? त्यस्तो कोही हुनुहुन्न दाइ। अब मैले भने त मेरो लागि मम्मीको लागि हामी दुईजना छौँ। अब अहिले चाहिँ मम्मीलाई औषधि 9 वर्ष नै पुग्न लागिसक्यो। मेरो मम्मीलाई कन्टिन्यू एक दिन पनि औषधि छुटेको छैन, ब्लडमा बाथ छ। अहिले मैले नेसनल बाथरोग सेन्टर जाउलाखेलमा मम्मीको ट्रिटमेन्ट गराइरहेको छु। अनि त्यही हो दादा, म आफैले गर्छु, आफै टाइम मिलाएर गरिरहेको हुन्छु। पक्कै पनि हाम्रो समाजमा यस्तो छोरी मान्छेहरू पनि छन् जसले चाहिँ असल छोरा मान्छेको भन्दा राम्रो व्यवहार निर्वाह गरिरहेका छन्। यहाँ चाहिँ हाम्रो समाजमा छोरा भएनन् भनेर धेरै चिन्तित हुनुहुन्छ। तर जसका छोरा छन् तिनले आफ्ना आमा बुवाहरूलाई वृद्धाश्रम लगेका खबरहरू पनि धेरै मिडियामा सुन्न पाइन्छ, देख्न पाइन्छ। आशा खड्का यस्तो एउटा चेली हुन् जो चाहिँ आफ्नो आमालाई आफ्नो चाहिँ बुवाले छोडिसकेपछि, अरू सन्तानहरू नभइसकेपछि, दिदी समयमै बिहे गरेर गइसकेपछि आफ्नो आमा नै मेरो जीवन हो भनेर चाहिँ जो आमाको सेवामा निरन्तर खटिरहनु भएको छ। एकदमै स्याल्युट गर्न चाहन्छु म आशा बहिनीलाई। तपाईँको व्यवहारप्रति जुन चाहिँ तपाईँले आफ्नो मम्मीको जुन ख्याल गर्नुभएको छ सधैँभरि यसरी गर्नुहोला। यदि तपाईँले साथ छोडिदिनु भयो भने मम्मीको हाल के होला तपाईँ आफै बुझ्न सक्नुहुनेछ। त्यसो हुनाले सधैँभरि माया गरिरहनु होला भन्न चाहन्छु। अब रुवाउने भन्दा पनि म अलिकति खुसीको क्षणतिर जान चाहन्छु। सबैभन्दा पहिला मान्छेको जीवनमा दुःख अनि सुख अपरिहार्य छ। हरेक मान्छेलाई दुःख सुख हुन्छ।
दुःख पनि आउँछ र सुख पनि आउँछ। सबैभन्दा सुखले मातेको क्षण, सुखले फुरुङ्ग भएको क्षण, एकदम सधैँभरि जीवनमा सम्झन लायकको सुख कहिले के भएर थियो? अब यसो हो दाइ, अब एकदमै सङ्घर्ष गरेर आएको मान्छेलाई सानो सानो कुराले पनि खुसी दिन्छ। मैले जहाँसम्म मैले बुझेको चाहिँ अब पहिला धेरै दुःख गरेँ मैले। अब यो सबै सङ्घर्षका कुराहरू भन्यो भने धेरै टाइम लाग्छ, मैले भनेको थिएँ अघि नै पनि दादालाई। अब मलाई त्यस्तो धेरै खुसी पनि मिलेको छैन एकदमै। म त ओहो कहाँ नै पुगेँ पनि म कहिले जति नै खुसी मिले पनि म फुर्किने मान्छे होइन। जति नै दुःख आए पनि डराएर ओहो म त अब के गर्नु होला, मरौँ कि क्या हो भनेर आत्तिने मान्छे पनि होइन। मैले दुःख सुख त्यो खालको हुन्छ नि, मेरो परिवारभित्रबाटै मैले सबै कुरा बुझिसकेको छु। र मलाई के लाग्छ भने हामी न दुःखमा आत्तिनु राम्रो हो न सुखमा मात्तिनु राम्रो हो। हामी हरेक कुरामा आफूलाई सम्हाल्न जरुरी छ। त्यही भएर म अहिले जुन अवस्थामा छु एकदमै नर्मल अवस्थामा छु। म एकदमै खुसी हुनुपर्ने म भयङ्कर त्यो पनि होइन, एकदमै सामान्य तरिकाले मेरो जीवन चलिरहेको छ र म एकदमै खुसी छु। र मेरो सबैभन्दा ठुलो खुसी मलाई मिल्ने पल चाहिँ जब मेरो मम्मीलाई काहीँ दुखेको छैन, मलाई ठिक छ भनेर मम्मी हाँसेर यताउता म सुटिङबाट आउँदाखेरि मम्मी फुरुक्क भएर अनि घर टक्क गरेर अनि मलाई कि तातो खाना बनाएर मम्मी बस्दाखेरि मम्मीको अनुहारमा उज्यालो देख्दा मैले काम गरेर ल्याउँदा मम्मी मैले आज यति पैसा लिएर आएँ भनेर म हरेक दिन मैले काम गरेर आएपछि पहिलोचोटि आउने बित्तिकै मैले पैसा मम्मीको हातमा दिन्छु। अनि त्यो मैले कमाएर लिएर आएको पैसा दिँदाखेरिको मम्मीको फेसको त्यो खुसीले मलाई दिने खुसी चाहिँ मेरो लागि सबैभन्दा ठुलो खुसी हो। र त्यो बेलामा चाहिँ मलाई खुसी मिल्छ। अनि जुन बेलामा मम्मीलाई बढी पीडा हुन्छ, औषधिले नै कुनै बेला काम गर्दैन अनि डोजहरू बढाउनु पर्ने हुन्छ, त्यो बेला मम्मीलाई धेरै गाह्रो हुँदाखेरि अनि कहिले हात सुन्यो भन्नुहुन्छ, कहिले जिउ फुलिरहेछ अहिले पनि अनि यो भयो भनेर अनि टोयलेट जानसम्म गाह्रो भएको अवस्थामा पनि म अब काममा मम्मीलाई छोडेर बिहान निस्किनु पर्दाखेरि चाहिँ मन यति भारी हुन्छ दाइ। अब के गर्नु, काम नगरे पनि सम्भव छैन कसरी चलाउने जीवन। अनि त्यो बेलामा चाहिँ मलाई धेरै दुःख लाग्छ, तर पनि होइन मैले काम गर्नुपर्छ, मैले गर्नुपर्छ भन्ने खालको आफूले आफैलाई सम्झाउँछु। म यी सबै दुःखका कुरा कसैसँग सेयर गरेर पनि हिँड्दिनँ। र यो क्षेत्रमा मेरा कोही त्यस्ता साथीहरू पनि छैनन् जसलाई म आफ्नो सबै भित्री दुःख सेयर गरेर आफूलाई हल्का गराउँ भनेर। त्यही भएर अब दुःख भयो भने एक्लै हो, सुख भयो भने एक्लै हो। केही खुसीको कुरा मलाई मिल्यो भने पनि मम्मी आज यस्तो भयो भनेर मम्मीलाई नै सुनाउँछु। अनि दुःख भयो मम्मीलाई गाह्रो भयो भने मम्मीसँगै बसेर एकछिन रुन्छु, आमा छोरी नै रुन्छौँ, हल्का हुन्छ। त्यही हो दाइ। पक्कै पनि एकदमै जीवनमा दुःख सुख सबैको आउँछ, त्यसै गरी तपाईँको पनि त्यो छ होइन। तर अब अलिकति चिन्ता के को छ भोलि, अब म क्वेसन गर्दिनँ जस्तो लागेको थियो तर गर्नुपर्ने बाध्य भएँ। आशा खड्काले यदि बिहे गर्नुभयो भने त्यो क्षण सम्झिँदा कसरी सम्झिनुहुन्छ? कसरी चाहिँ मम्मीलाई मेन्टेन गर्न सक्नुहुन्छ? अथवा मम्मीको लागि बिहा गर्नुहुन्न कि अथवा चाहिँ बिहा गऱ्यो भने पनि ज्वाइँलाई ल्याएर घर ज्वाइँ राख्नुहुन्छ कि अथवा के छ त्यो चाहिँ अलिकति थोरै बुझौँ न। अब यस्तो छ दाइ, मम्मीले मलाई कतिचोटि भन्नु पनि भएको छ, अब म मात्रै भनेर तिमी यसरी बसेर हुँदैन, बिहे गर्नुपर्छ, छोरी आफ्नोलाई पनि सोच्नुपर्छ, म त छँदैछु नि भनेर भन्नुहुन्छ कहिलेकाहीँ। अनि मलाई के लाग्छ भने म आफूले एक्लै सोच्छु, अब मैले बिहे गरेँ अरे होइन, मानौँ मैले बिहे गरेँ, मैले बिहे गरिसकेपछि त म त आफ्नो हुन्छ नि श्रीमानको फ्यामिलीलाई पनि मैले आफ्नै फ्यामिली जस्तो मानेर हेर्नु पर्यो, उहाँहरूसँग पनि मैले टाइम बिताउनु पर्यो। उहाँहरूसँगै मेरो मम्मी सँगसँगै लिएर हिँड्दाखेरि केही समय त उहाँहरूले मलाई सहनु होला, तर सधैँ यसको आमा पछि पछि लाएर हिँड्छ भन्ने खालको होला। सानो कुराले पनि मम्मीको चित्त दुख्न सक्छ, मलाई चित्त दुख्न सक्छ। त्यही कुराले सम्बन्ध बिग्रिएर फेरि कसैसँग सम्बन्ध जोडेर छुट्टिनु भन्दा त बरु सकेसम्म मलाई चाहिँ के लाग्छ भने कसैसँग सम्बन्धै नजोड्नु, जोडिसकेपछि त्यो सम्बन्धलाई तोडेर कसैलाई पीडा दिन नपरोस् जस्तो मलाई लाग्छ। त्यही भएर अब अहिले मैले त्यस्तो सोचिसकेका छैन, तर सबै कुरा मिल्यो हुन्छ नि। अब यतिको मान्छेसँग चाहिँ मैले मेरो मम्मी प्लस उहाँको फ्यामिली सबैलाई खुसी राखेर म बस्न सक्छु, म पनि खुसी हुन सक्छु जस्तो मलाई लाग्यो। त्यो सोच मलाई आयो भनेदेखि अवश्य बिहे त गर्नै पर्छ नि त एकचोटि। ओके भने मम्मीको चाहिँ के छ विचार, छोरीलाई बिहा गरेर अरूको घरमा पठाउन मन छ अथवा छैन? मन छ नि, अब म बाँचुन्जेल त मसँग बस्ला अरे। अब मेरो शेखा पछि त यो एक्लै हुन्छ, यसलाई साथी चाहिएन। अनि अब बिहे त गर्नै पर्छ है, अनि गरिहाल्यो नि। अब मेरो साथसँगै बिहे गर्यो भनेदेखि मलाई नि आनन्द ढुक्क हुन्छ। पक्कै पनि मम्मीलाई पनि सोध्न चाहन्छु, सबैभन्दा दुःख लागेको क्षण, सबैभन्दा दुःख हुन्छ नि मन पोलेर भतभत पोलेर चित्त दुखेको क्षण सम्झिनु पर्दा कहिले सम्झिनुहुन्छ?
म अब पहिले सम्झेँ, अहिले चाहिँ सम्झिन्न। अहिले त अहिले चाहिँ आनन्द छ, एक आफ्नो खुसले बसेको छ, आफ्नो खुसले खाएको छ, कसैको लगाडी झगाडी केही छैन। जति पिर चिन्ता रुनु पहिले नै भइसक्यो। आशा बहिनी बुझ्ने भइसकेपछि तपाईँले रुनु परेन? बुझ्ने भइसकेपछि र अब मिडियामा गइसकेपछि अब सबैको हाइहाइती भयो, सबैले माया गरिदिनु भयो। अनि यो छोरीले अब मलाई सुख दिएदेखिको मेरो आँखाबाट आँसु नि आउँदैन। कोही कोही बेला चाहिँ अलिकति रिसाउँछ, जस भन्छ, अनि त्यतिखेर चाहिँ अनिखेरि म बोल्नै नसक्ने गरी अनि आँसु आउँछ। खास चस्स भनेको बेलामा चाहिँ के शब्द बोल्नुहुन्छ? म केही बोल्दिनँ। मैले चाहिँ के आशा बहिनी होइन, कहिलेकाहीँ केही यति केही कुरामा चाहिँ चस्स भन्छ क्या कोही कोही बेला नि। उसको झडङ्ग भन्ने बानी छ, अनि फेरि मम्मी रुनुभयो कि रिसाउनु भयो कि भनेर मम्मी भनेर काखैमा बसेर अनि मेरो मम्मी भन्छ अनि हाँस्नु परिहाल्यो। पक्कै पनि म आशा बहिनीको अलिकति बिर्सिनुपर्छ क्या त्यो। अब पहिले भनेको नि बिर्सिएर हाँस्छु। पक्कै पनि म यो घरमा छिर्दाखेरि मलाई स्वर्ग छिरे जस्तो लाग्यो। सबैतिर भित्तातिर सबैतिर हेरेँ फोटोहरू सजिएका छन्, फुलहरू छन्। यो फुलहरू चाहिँ मैले हातले बनाएको जस्तो लाग्छ। खास कहाँ कसले बनाउनु भएको के हो खास यो? हजुर मेरो हातले बनाएको मिसिनै छ। आफैले बनाउनु भएको? हजुर मिसिन छैन, मेरो हातै हो मिसिन। यो हामीले जुन अगाडि देखाएको छ यो सबै हजुरले बनाउनु भएको हो? हजुर हजुर मैले हातले बनाएको। हजुर पनि कलाको खानी नै हुनुहुँदो रहेछ। हजुर मम्मीले अब त्यो के भन्छ वाइफाई राखिदिएको छु, अनि दिनभरि बोर हुन्छ अनि युट्युबमा गएर हेर्नु हुँदो रहेछ, अनि यस्तो फुलहरू बनाएको देख्नु भएछ, अनि बनाउनु थाल्नुभयो। अनि यत्रो किन बनाउनु भएको? त्यो बसी बसी काम गर्दा हात दुख्छ यस्तो हुन्छ भने भनेर एकदम रहर लागेछ क्या। बनाएर त मैले आज यस्तो बनाएँ भन्नुहुन्छ, उहाँलाई एकदम खुसी मिल्ने रहेछ। अनि म रिसाउने कारण चाहिँ अब मम्मीलाई चिसो नै नखेलाउनु भनेको छ डक्टरले। अनि खास्रा खुस्रो उहाँको लुगा हामीले धोइदिनु नहुने, उहाँ आफैले धुनुपर्ने, चित्त नबुझ्ने अरूले धोइदिएको होइन। तल बहिनीहरू छ अनि उनीहरूले लुगा धुने यताउता म नहुँदा काम हेल्प गरिदिन्छन्, अनि उनीहरूले गरिदिँदा हुन्छ नि त, नहुने के। अनि चलाइहाल्ने, अनि भोलिपल्ट हात फुलिहाल्ने। अनि के हो तपाईँको पारा? टोइलेट पनि डोराएर लगिदिनु परोस्, त्यसले भनेको छ यहाँ काम नगर्नु है भनेर भन्यो। काम नगर्नु, चुप्प लाग्नु, बस्नु। भाँडा जुठै छ भने चुप्प लगाएर सान दिएर बस्ने, छोरीको अगाडि काम गर्ने होइन। काम गर भनेर मलाई अराउने, म अल्छी भएर बस्यो भने बरु थर्काउने, त्यो भाँडा माझ भन्ने, म गएर माझिहाल्छु। त्यही भएर मेरो अगाडि खाटाखुटु काम गर्ने, चिसोमा पानी चलाउने काम नगर्नु भनेर कराइदिन्छु। अनि त्यसरी कराउँदाखेरि अनि कहिलेकाहीँ चाहिँ के हुन्छ, अनि मन दुख्दो रहेछ, अनि केही भन्नुहुन्न मलाई। अनि चाहिँ बोलाएर कुनामा बस्नुहुन्छ, अनि यसो के रुनु भयो क्या, अनि यसो गयो, आँखाभरि हाँस हुन्छ। अनि गएर मोमो अनि तपाईँको लागि भन्यो त, अनि भनेपछि अनि फेरि हाँसिहाल्नुहुन्छ। पक्कै पनि यो आमा छोरीको चाहिँ जुन प्रेम छ, जुन माया छ, त्यो हेर्दा जो कोहीलाई पनि एकदमै ढाह लाग्छ होइन। पक्कै पनि एकदमै धेरै प्रेम, मम्मीको त्यति धेरै मायामा आशा बहिनी बस्नु भएको छ। र आशा बहिनी यदि हुनु भएन भने त अब यो सोच्ने कल्पना पनि गर्न सकिँदैन। सबैभन्दा पहिला अब यो कलाकारिता क्षेत्रमा म स्वयं पनि भएको कारणले गर्दाखेरि चाहिँ मैले त त्यति सकिनँ। आशा बहिनीको सोध्न चाहन्छु म, सबैभन्दा धेरै नै काम गरेर सबैभन्दा बढी पैसा कमाएको चाहिँ कति जति कमाउनुहुन्छ महिनामा? यस्तो हुँदा है, अब मैले भने नि म यत्रो वर्ष काम गर्दाखेरि म भयङ्करै बिजी भएको पनि कुनै त्यस्तो समय छैन। र म कामै नपाएर 15 दिन चाहिँ एकदम रेस्ट म काम पाइनँ मैले भनेर 15 दिन बस्नु परेको अवस्था पनि छैन कि। मैले फाटोफुट दर्शकहरू सर्जकहरूले माया गरिदिनुहुन्छ, सम्झिनुहुन्छ, मैले काम गरिरहेको छु। अझ मैले कति काम छोड्नुपर्छ। अनि अझ बोलमाया गीत, त्यो बोलमायाको लागि पनि प्रकाश सपुत सरले मलाई कुरा गर्नुभएको थियो, तर उहाँहरूले 3 दिन भ्याली बाहिर जानुपर्छ भनेर भनेपछि अनि मैले 3 दिन एउटा गीतको लागि भन्ने भयो र मलाई त्यो गीत हो भन्ने पनि थाहा थिएन। अनि भ्याली बाहिर जानुपर्ने उसले नै मैले होइन भ्याली बाहिर रहेछ, अब यता पनि मेरो कामहरू छ भनेर मैले छोडेँ होइन। अनि कति त्यस्तै कामहरू, अब त्यस्ता धेरै कामहरू छन् कि जुन मैले भ्याली बाहिर जानुपर्ने र एउटा कामको लागि मम्मीलाई उहाँसम्म लिएर गएर दुःख एक्लै जान पनि म एक्लै के जानु भने जस्तो हुने। त्यो भएर मैले कतिवटा काम छोड्नुपर्छ र त्यो छोड्दाखेरि चाहिँ कति क्लाइन्टहरू चाहिँ भ्याली बाहिर जान्न भने जस्तो भएर पनि, अनि त्यो बेलामा म नगएपछि जो गयो उहाँहरूसँग त्यसैले काम गर्छ क्या। त्यो भएर पनि मेरो कामहरू अलिकति घट्छ, तर पनि केही छैन, म खुसी छु। म यहीँ भ्यालीभित्र एकदमै मेरो फ्यामिलीसँग काम गरेर जस्तो बिहान टक्क
जान्छु, आफ्नो काम गर्छु, बेलुका फर्किन्छु। अब एकदमै कम्फर्ट छ, त्यो टिम राम्रो छ, त्यो टिम मेरो लागि ठिक छ है उहाँहरू भने जस्तो लाग्छ भनेदेखि मम्मी नै लिएर जान्छु, आनन्दले मम्मीसँग बस्छु, काम गर्छु, फर्किन्छु, त्यस्तो हुन्छ। र त्यस्तो धेरै कमाएको पनि छैन दाइ, तर दसैँको टाइममा चाहिँ म्याक्सिमम् कामहरू आएको हुन्छ। अनि त्यस्तो धेरै त होइन, 3-4 लाख जति दसैँको टाइममा चाहिँ महिनामा त्यसरी कमाइन्छ होला। अरू बेलामा चाहिँ एकदम नर्मल 1-1.5 लाख, एकदम थोरै। पक्कै पनि तपाईँ जुन दुःख गरेर यो स्थानसम्म आफूले स्थान बनाउन सफल हुनुभएको छ, एकदम सफल नायिकाको रूपमा परिचित हुनुहुन्छ, दर्शकहरूले एकदमै माया गरिदिनु भएको छ। म एउटा क्वेसन यहाँलाई गर्न चाहन्छु। तपाईँको हरेक भिडियोहरू मैले हेरेको छु, धेरैवटा म्युजिक भिडियोहरू हेरेका छु र टेलिश्रृङ्खलाहरू पनि हेरेको छु। सबै म्युजिक भिडियोमा तपाईँले आफूले चाहिँ त्यस्तो नराम्रो गीतहरू गर्नु नै हुन्न र नराम्रो गेटअपमा तपाईँलाई कहिले पनि देख्न सकिँदैन। मेला महोत्सवमा पनि तपाईँको त्यस्तो नराम्रो, अहिले जुन पछिल्लो समयमा छाडा दोहोरीमा चाहिँ स्कर्ट लगाएर, छोटो छोटो स्कर्ट लगाएर नाचेर दर्शकहरूलाई चाहिँ मूर्ख बनाउने जुन अहिले धेरै कलाकार, मोडल कलाकारहरू हुन्छ नि, अलिकति छोटा पहिरनमा जो चाहिँ स्टेजमा उत्रिनुहुन्छ, उहाँहरू जस्तो कलाकारलाई के भन्नुहुन्छ? अब हेर्नुहोस्, उहाँहरूले मलाई नि नराम्रो भन्न सक्नुहुन्छ नि, यसको किन यसले सबै छोप्नुपर्ने भन्ने पनि हुनसक्छ। हेर्नुहोस्, मान्छे जस्तो छ सबैलाई त्यस्तै देख्ने हो। मेरो लागि चाहिँ म उहाँहरूलाई सकेसम्म हामी कुन फिल्डमा छौँ, यदि तपाईँ लोकदोहोरी खेल्दै हुनुहुन्छ भने लोकदोहोरी कुन वर्गका दर्शकहरूले हेर्छन् त, होइन? लोकदोहोरी अमेरिकामा हेरिन्छ कि गाउँतिर हेरिन्छ कि होइन, कहाँ हेरिन्छ र कुन वर्गका दर्शकहरूले हामीलाई हेर्छन् भन्ने कुरा याद राखेर चाहिँ हामी ड्रेसअप गरौँ र त्यस्तै सिनहरू दिउँ। लोकदोहोरी भनेको गाउँघरमा हेरिने कुराहरू हो र जहाँ चाहिँ आफ्नो फ्यामिली, एउटा टिभी हुन्छ, आफ्नो परिवार बसेर हेर्नुहुन्छ त्यो टिभीमा हामीहरूलाई। र सकेसम्म यो क्षेत्रलाई एकदमै सोबर बनाऊ, होइन? क्यारेक्टर अनुसारको गर्नुपर्छ। कुनै म्युजिक भिडियो यति राम्रो म्यासेज दिँदैछ त्यो म्युजिक भिडियो, त्यो गीतले दर्शकलाई भने त्यो म्युजिक भिडियोमा चाहिँ मैले बेडसिन दिनुपर्छ। तर त्यो बेडसिन हेरेर अरूले केही कुरा सिक्छ भनेदेखि मैले बेडसिन दिनुपर्छ है। तर त्यहाँ कुनै अर्थै छैन, तर पनि एउटा भ्युर्स कमाउनको लागि मात्रै कुनै हिरोइनलाई कसैलाई नङ्ग्याइन्छ भनेदेखि त्यसलाई चाहिँ म नराम्रो मान्छु। तर अब जो जति स्टेजमा गएर आफ्नो बडीलाई चाहिँ नि त्यो गरेर हुन्छ नि अङ्ग प्रदर्शन गरेर गर्नुहुन्छ, त्यो अब उहाँहरूको उमेर छाउन्जेलको मात्रै कलाकारिता हो कि दाइ, हो कि? पक्कै पनि 60 वर्षको बुढीले गएर स्टेजमा स्कर्ट लाएर नाचेको देख्नु भएको छैन नि। उहाँहरू नाच्नुहुन्छ, उहाँहरूको 10 वर्षको त्यो एउटा हुन्छ नि बर्खाको भेल, त्यो उर्लेर आउँछ र त्यो सुकेपछि सकियो। त्यही भएर कलाकारहरू समुद्र जस्तै बन्दी हुन्थ्यो जस्तो लाग्छ, जुन कहिले पनि सुक्दैन र एकदमै भएर बगिरहन्छ। अब त्यही हो दाइ, एउटा आफूलाई झ्याप्प आउने झ्याप्प जाने भन्दा पनि म पनि कन्टिन्यू यहाँ रहन्छु भन्ने छैन। मैले अहिले यस्तो भने यो चाहिँ कति न 100 वर्ष यही क्षेत्रमा बस्ली जस्तो भन्न पनि सक्छन् मान्छेले, तर म नरहन पनि सक्छु। म हरेस खाएँ दाइ, म जति नै आफू असल भएर काम गर्दा पनि यो क्षेत्रले मलाई दिएन काम भनेदेखि त म यहाँ कसरी बस्न सक्छु र दाइ? म आफै लगानी गरेर काम गर्न सक्दिनँ, म आफै यो अवस्थामा छु, एकदमै दुःख गरेर बसिरहेको छु भने म त लगानी गरेर केही काम दिन सक्दिनँ दर्शकलाई। मलाई कसैले काम दियो भनेदेखि र म एउटा लेभलमा पुगेँ भनेदेखि मैले गर्ने हो, होइन? तर म सक्दिनँ। तर कोही अनुशासित तरिकाले यो क्षेत्रमा सबैलाई सम्मान गरेर राम्रोसँग अगाडि बढ्न चाहन्छ भनेदेखि त्यस्तो मान्छेलाई यो क्षेत्रले टिकाउन सक्दैन भनेदेखि त विकल्पमा के त म पनि हरेस खाएर जति नै मैले राम्रो गर्न खोजे पनि नहुने रहेछ, म नि त्यस्तै बनिदिन्छु भनेर हिँडेँ भनेदेखि त म बिग्रिन टाइमै लाग्दैन नि दाइ, होइन? त्यही भएर सबैजनाले सकेसम्म सभ्य बनाऊ, अनि कलाकारलाई इज्जत गरेनन् दर्शकले भनेर दर्शकलाई दोष नदिउँ, इज्जत पाउन योग्य हामी बनाऊ, त्यही हो दाइ। एकदमै तपाईँका कुराहरूले म ती नारीहरूलाई सम्झिन्छु जो चाहिँ स्टेजमा गएर छोटा छोटा स्कर्ट लाएर दर्शकहरूलाई आफ्नो अङ्ग देखाएर मनोरञ्जन दिने कोसिस गर्नुहुन्छ। मनोरञ्जन होइन त्यो, तपाईँको आफू नङ्गिनु भएको छ। तपाईँको आफ्ना दाजुभाइ बुवाहरूले देखिरहनु भएको छ त्यो दृश्य। सोध्नुहोस् उहाँलाई तपाईँलाई यो भिडियो कस्तो लाग्यो भनेर। पक्कै पनि हरेक फ्यामिलीका मान्छेहरू भिडियो हेर्न जानुहुन्छ तर स्टेज प्रोग्रामहरू हेर्न जानुहुन्छ, त्यतिखेर तपाईँले गरेको व्यवहारहरू जो आफ्नो अङ्ग देखाएर तपाईँले चाहिँ डान्सहरू गर्नुहुन्छ, त्यसरी उत्तौलो पारामा तपाईँ नाच्नुहुन्छ, त्यो भिडियो लगेर अथवा त्यही छेउमा आफ्ना फ्यामिलीलाई ल्याएर देखाउनुहोस्। उहाँहरूले के भन्नुहुन्छ त्यस्तै खालको कामहरू गर्दै गर्नु होला। यहाँहरूलाई चेतावनी पनि दिन चाहन्छु म, यस्ता भिडियोहरू ल्याएर चाहिँ म्युजिक भिडियोदेखि अब हाम्रो लोकदोहोरी क्षेत्रमा कलाकारिता क्षेत्रमा नै बदनाम हुने कोसिस नगर्नु होला।
राम्रा काम गर्नु भने पक्कै पनि तपाईँ पनि असल जसरी अहिले आशा बहिनी जसरी सफल बनिनु भएको छ यहाँहरूले पनि सफलता कमाउन सक्नुहुनेछ जुन तपाईँले नराम्रा हरकत गरेर तपाईँले चाहिँ दर्शकहरूको आँखामा छारो हाल्न जो चाहिँ नराम्रो चाहिँ डान्सहरू गरेर उत्तौलो र छाडा गीतहरूमा चाहिँ तपाईँले चाहिँ डान्सहरू गरेर चाहिँ दर्शकलाई झुकाउनुहुन्छ त्यसको प्रतिफल तपाईँले आफैले भोग्नुपर्ने हुनेछ र सँगसँगै मम्मीलाई अलिकति क्वेसन सोध्न मन लाग्यो आशा बहिनी यसरी चर्चित भइरहँदा बाटोमा हिँडेको बेलामा धेरै मान्छेहरूले सेल्फी खिच्नुहुन्छ होला आशा खड्का भनेर उहाँको फ्यान फलोवर्सहरूले गर्नुहुन्छ होला म पनि कलाकार बन्न पाएँ नि हुन्थ्यो भन्ने खालको कहिले भएको भएन मलाई के हुन्थ्यो भन के हुन्छ अब उमेरै गइसक्यो के कलाकार बन्नु अब त्यो आउँदै आउँदै मम्मीलाई चाहिँ आशा बहिनीले आफ्नो क्यारेक्टरमा जुन अहिले रिसानी माफमा तपाईँले निर्वाह गरिरहनु भएको छ एउटा नेवारी क्यारेक्टर त्यही क्यारेक्टरमा सम्झाउनु पर्दा कसरी आमा मेरो मा कति ज्ञानी छ कति राम्रो छ मेरो माटो मेरो संसारको सबैभन्दा ठुलो मान्छे हो मेरो मा आई लभ यु पक्कै पनि मलाई पाल्ने छोरो पक्कै पनि एकदमै लोभलाग्दो माया छ आमा छोरीको जुन हामीले संसारभरि यस्तै आमा छोरीको जोडीहरू धेरै देखियोस् र जसले चाहिँ अरू शब्द रहेन मलाई भन्नलाई होइन किनभने जुन उहाँहरूको आमा छोरीको प्रेम मैले यहाँनिर आएपछि देखेँ सबैजनाको यस्तो भइदिए कति सुखी र खुसी हुन्थ्यो होला परिवार होइन पक्कै पनि र चाहिँ अर्को आफ्नै एउटा क्यारेक्टरमा छ जुन मलाई नि भनिदिनुहोस् के भन्न मन लाग्छ एकदम रिस उठिरहेको आएको होला आज होइन डिस्टर्ब गरेर यसो आज दिनुहोस् ड्याङ्की ड्याङ ए त्यो सुकुमाया अघि भनिसकेको छु अर्को उजेलीको क्यारेक्टर दरे काम नपाएर अर्काको घरमा आएर मान्छेलाई रुवाउने हो मान्छेलाई खुसी दिने काम पो गर्नुपर्छ त हो कि मम्मी भन्नु त हो नि एउटा हुन्छ नि तरिका यहाँ आएर रुवाएर दुनियाँ दुःखको कुरा सम्झाइदिएर मान्छेलाई खुसी भएर बसिरहेको हेर्नु त यो पनि पारा हो भने मान्छेलाई रुवाउने हो अहिले यहाँ मान्छे मेकअप गरेर राम्री भएर दर्शकको अगाडि देख्यौँ भनिरहेको छु रुवाइदिने अर्कालाई त हुँदा मेरो मम्मीलाई पनि रुवाइदिने हुँदैन त यस्तो के हाँसेर हुन्छ तेरि बरु म तपाईँ घर छोडेर जाउँ पक्कै पनि एकदमै तपाईँको कलाको कति बयान गर्ने होइन जति बयान गर्दा पनि पुग्दैन एकदमै मिठो राम्रो एक्टिङ गर्नुहुन्छ जुन पछिल्लो समय दर्शकको मन त्यतिको जितिएको होइन तपाईँको कलाको खानी हुनुहुन्छ आफ्नो एउटा सक्षम अभिनय गर्नुहुन्छ जुन सँगसँगै आमा छोरी सँगसँगै भेट हुन पाइयो एकदमै खुसी लाग्यो र चाहिँ एकदमै आमालाई सोध्न चाहन्छु आमा भन्दिनँ यार मम्मी भन्छु मम्मीलाई सोध्न चाहन्छु म आशा बहिनीको सबैभन्दा नराम्रो लाग्ने बानी के हो भन्नु मामा दिनुहोस् त एकचोटि नराम्रो बानी चाहिँ अब त्यही हो भन्नु न मामा नराम्रो बानी केही छैन उसलाई खाना मिठो चाहिन्छ चस्छ मिठो छ भने अलि खाने अब मिठो छैन भने यसो हेरेर मात्रै छोडिदिने त्यही हो बानी आमा छोरी सुटिङमा हिँड्ने बेलामा मलाई अन्डा लिएर डुलेको गर्नुहुन्छ मेरो पछि खाऊ न यति खाएर जाऊ भन्नुहुन्छ मलाई फोन आएको गाडी आइसक्यो यहाँ तल भन्दा फोन आएको अन्डा कि चिया लिएर घुमेको यस्तो माया गर्ने मम्मी त यो संसारमा सायदै कसैले पाएको होला होइन मलाई हतार भइरहन्छ तर पनि यसलाई खुवाउँ भनेर क्या गर न म खुवाइदिन्छु तिमी आफ्नो गाउँमा पछि लाग्नुहुन्छ अनि मेरो झनक्कै रिसाउने बानी छ तर एकदम यति हुन्छ ढिलो भइसक्यो कति किचकिच गरिरहेको म गइहाल्छु नि टेन्सन दिएको त्यही गरेर म खाइहाल्छु नि भने तपाईँ आफू यहाँ खानु बस्नु मलाई फोन आइसक्यो मम्मी कतै कराउनु भएको भनेर बिहान कति बजीतिर उठ्नुहुन्छ नउठेर पानी खनाइदिनु परेको छेड छ कि छैन होइन अब फोन काम गर्ने बेला चाहिँ अब बिहान जुरुक्क रिसानी माफमा चाहिँ त्यो ऊ त म बिमिँदाखेरि त उठी त्यो कपडाहरू पट्याएर टाकटुक पारेर तातो पानी खाएर मम्मी म हिँडेँ है ढोका लगाउनु भनेर सुत्त हिँड्छ पक्कै पनि अब एउटा क्वेसन बाँकी रह्यो मैले सोध्नको लागि होइन एउटा के भन्नु अझै 2-3 पनि हुनसक्छ आशा बहिनीलाई काम गरिरहँदा कलाकारिता क्षेत्रमा चाहिँ आफ्नो सक्षम भएर आफ्नो असल नारीको परिचय दिँदै काम गरिरहँदा आफ्नो एकदमै शालीनता जुन तपाईँको भद्र व्यवहार छ त्यही व्यवहारमा काम गरिरहँदाखेरि नराम्रा टिका टिप्पणी र नराम्रो दृष्टिले हेरेर तपाईँलाई चाहिँ अवसर दिने न्युमा नराम्रो व्यवहारहरू गरिएको छ कि छैन यसो दाइ म चाहिँ कस्तो मान्छे भने मलाई धेरै अभावहरू थिए
तर पनि मैले कहिल्यै कसैको अगाडि मलाई यस्तो कुराको अभाव छ, म यस्तो दुखी कसैलाई मैले भनिनँ दाइ। कहिल्यै म कसैको अगाडि कमजोर पात्र चाहिँ बनिनँ र कसैले मेरो फाइदा मसँग कुनै पनि फाइदा उठाउन पनि पाएनन् होइन। र जो कोहीले जो जतिले मेरो आँखा अगाडि डाइरेक्ट कतिजनाले तपाईँसँग एउटा म्युजिक भिडियो गर्नु पर्यो, आउनु न कफी खाएर कुरा गरौँ भन्ने मान्छेहरूले कहिले मसँग कफी खान पाएनन् होइन। म त्यो साँच्चै हो, वास्तविक कुरा म गर्दैछु र मिडियामै बुझ्दा पनि हुन्छ। मैले एकदम विश्वास गरेर म एकदमै नजिक भएको मेरो परिवार जस्तो मानेको भनेको प्रियसी म्युजिक प्राली, मेरो दाइ भाउजू राजेन्द्र पुरी र बबिता श्रेष्ठ। उहाँहरूलाई मैले मेरो दाइ र मेरो भाउजू जस्तो माने। म उहाँहरूसँग नजिक भएँ। अनि म कसैको म्युजिक कम्पनी अफिसमा गएँ भनेदेखि उहाँहरूको अफिसमा म कहिलेकाहीँ कुनै काम पर्दाखेरि गएँ र मलाई कसैले पनि त्यसरी युज गर्न खोजिनँ त म भन्दिनँ दाइ। धेरै मान्छेहरूले अवसर हेरेँ, कतिका म्यासेज मसँग प्रुफै छन् कति मान्छेले मसँग कसरी कुरा गरे भनेर। तर उनीहरूले कसरी कुरा गरे र मैले कसरी कुरा गरेँ होइन। कति मान्छेले युज गर्न खोज्छन्, भेटौँ भन्छन्, तपाईँसँग मिलेर काम गर्न मन छ, सहमतिमा यसरी काम गरौँ भन्छन्। तर अब कस्तो खालको सहमति हो त्यो मलाई थाहा छैन। ठिक छ, काम गर्ने मान्छेले कहिले पनि भेटौँ कफी खाउँ भन्दैन। काम गर्ने मान्छेले भोलि यस्तो काम थियो, तपाईँको टाइम के छ, कति पारिश्रमिक लिनुहुन्छ भनेर सोध्नुहुन्छ। त्यस्ता मान्छेहरू पनि धेरै छन्। कति मान्छे जो चाहिँ कामै गर्नुहुन्न तर फोन गर्ने भेटेर कुरा गरौँ न भन्ने हुन्छन् र त्यस्ता मान्छेसँग होइन म बिजी छु भेट्न भ्याउँदिनँ, काम गर्नुहुन्छ भने व्हाट्सएपमा गीत पठाइदिनु, सुन्छु, मन पऱ्यो भने गर्छु भनिदिन्छु, सकिन्छ कुरो। पक्कै पनि पछिल्लो समय तपाईँले जुन नाम लिनुभयो प्रियसी म्युजिक प्राली, उहाँको डिरेक्टर हुनुहुन्छ हाम्रो एकदमै आदरणीय दाइ राजेन्द्र पुरी, मेरो आफ्नो स्वयं मेरो गुरु पनि हुनुहुन्छ। बबिता भाउजू एकदमै धेरै सम्झिन चाहन्छु, मेरो पनि गुरुहरू हुनुहुन्छ उहाँहरू। पछिल्लो समय अलि अगाडिसम्म चाहिँ मैले प्रियसी म्युजिकमा तपाईँको धेरै गीतहरू आएको देखेको थिएँ। हजुर, अहिले अलिक कम हो कि जस्तो लाग्छ, खास के भएर? छैन, कम भएको छैन। अब अहिले दाइ भाउजूको आफ्नै पर्सनल कामले उहाँहरू पनि बिजी हुनुहुन्छ आफ्नै काममा, प्लस त्यति धेरै कामहरू गरिरहनु भएको छैन। र हरेक काममा मैलाई काम गराउनुपर्छ भन्ने छैन। क्लाइन्टले जसलाई डिमान्ड गर्छ त्यसलाई काम दिनुपर्छ, मैलाई काम दिनुपर्छ, मलाई काम गराउनुहोस् म भन्दिनँ। तर उहाँहरूले मेरो बहिनी हो त्यसलाई सपोर्ट गर्ने कोही छैन, हामीले सपोर्ट गरौँ भन्ने चाहनुहुन्छ, सपोर्ट गर्नुहुन्छ भने म त्यो गुण कहिले बिर्सिन्न। र गर्नु पनि भएको छ, मलाई धेरै सपोर्ट गर्नुभएको छ। भाउजूको डाइरेक्सनमा गरेका नलौ झुटो पिरती, नलौ झुटो पिरती पाटु होइन, अनि अछुत, त्यस्ता धेरै गीतहरू बबिता श्रेष्ठको डाइरेक्सनमा मैले काम गरेको छु र धेरै राम्रो पनि भएको छ। अनि उहाँ एकदमै अनुशासित महिला निर्देशक मेरो भाउजू हुनुहुन्छ। म उहाँहरूलाई एकदम रेस्पेक्ट गर्छु र अहिले पनि जस्तो थियो सम्बन्ध त्यस्तै छ। काम कम हुने बित्तिकै सम्बन्ध नराम्रो भन्ने हुँदैन। पक्कै पनि एकदमै काम पनि अब त्यही हिसाबले आयो होला अथवा के होला, जस म पनि धेरै हृदयदेखि सम्झिन चाहन्छु मेरो आदरणीय गुरुहरूलाई। र चाहिँ अबका दिनहरू, भोलिका दिनहरू चाहिँ कलाकारिता क्षेत्रमै बित्छ अथवा अरू केही प्लानिङमा हुनुहुन्छ अथवा वैदेशिक अस्ट्रेलिया अमेरिकातिर प्लानिङ हुने त्यस्तो केही छ कि के छ? होइन दादा, जहिलेसम्म यो क्षेत्रले मलाई काम दिन्छ होइन त्यो बेलासम्म म काम गर्छु। अनि यदि यो क्षेत्रमा काम गर्दा गर्दै दर्शकहरूको माया मैले धेरै पाएँ, मैले दर्शकहरूलाई छोड्नै सकिनँ भनेदेखि म आफै पनि बरु आफ्नै तरिकाले केही गरेर दर्शकहरू सामुमा आइरहने कोसिस गर्नेछु। तर त्यति गर्दा नि म एकदमै सक्दै सकिनँ, मैले कामै पाइनँ भनेदेखि त मसँग कुनै विकल्प हुँदैन, मैले अरू नै केही काम गरेर बस्नुपर्ने हुनसक्छ। पक्कै पनि फ्ल्यासब्याकमा जान चाहन्छु। बुवाले छोड्नुभयो, बुवाले दुईवटा बिहे गर्नुभयो होइन, सौतेनी आमाबाट एकदमै हेपाई त्यस्तो केही परेको परेन यहाँलाई? अब परेन भन्न अलिकति अप्ठ्यारो मान्नुभयो पक्कै पनि। अब यस्तो हो, सौताने आमा भन्ने बित्तिकै यो समाजमा हेर्ने नजरै अर्कै छ। सौताने आमा भनेपछि अब एकदमै नराम्रो भन्ने खालको बुझिन्छ। तर उहाँले अब त्यस्तो हेप्नु भएन। हामी पनि उहाँलाई सौताने आमा भनेर मान्छेले कति आफ्नो सौताने आमालाई कस्तो कस्तो व्यवहार गर्छन् त्यो पनि हामीलाई थाहा छ। तर हामी चाहिँ बुवाले मन पराएर बुवाले माया गरेर लिएर आएको मान्छेलाई हामी किन पीडा दिने भनेर हामीले केही भनेनौँ, हामीले केही नै भनेनौँ। त्यो बेलामा म त सानै थिएँ, दिदी अलिकति ठुली हुनुहुन्थ्यो। मम्मीलाई यति मान्छेहरूले उकासे कि तिमीहरूले केस गर, यो गर, त्यो गर, यो यत्रो सम्पत्ति छ लियो भनेर भने। तर हामीले आफ्नै बुवामाथि किन केस गर्नु, बुवालाई किन नराम्रो, ठिक छ भनेर हामीले केही पनि गरेनौँ। र अब एउटै उसमा बसिसकेपछि सौता भएपछि अलिकति सानो कुराहरूमा झगडा हुने त्यो खालको अब त्यो हुन्थ्यो दाइ। तर अब त्यसरी हामीले पनि उहाँलाई सानमम्मी भन्यौँ, इज्जतै गऱ्यौँ। अहिले पनि सानमम्मी पनि सुगर, प्रेसर, थाइरोइड दुनियाँ उहाँलाई पनि रोग छ। महिनामा यहाँ आउनुहुन्छ, मैले ट्रिटमेन्ट गराइदिएर पठाइदिन्छु। अनि उहाँहरू आउनु नभ्याउँदाखेरि मैले औषधि किनेर गाडीमा हालेर पठाइदिन्छु। उहाँ पनि मम्मी नै जस्तो हो, त्यही भएर उहाँले पनि त्यस्तो हेप्नु भएन। अब सबभन्दा त आफ्नो मान्छे के, बुवाले नल्याउनु पनि अब उहाँले ल्याउनु भयो, अब के भन्ने। अब त्यही भएर म कसैलाई दोष दिन्न दाइ।
पक्कै पनि आमा छोरी दुवैजनाको कथाहरू हामीले बुझ्यौँ। एकदमै व्यस्तताका बावजुद पनि यहाँले समय दिनुभयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अन्त्यमा दर्शकलाई के भन्न चाहनुहुन्छ? अब फर्स्ट अफ अल त दाइलाई धेरै धेरै धन्यवाद, यहाँसम्म आइदिनु भयो। धेरै अगाडिदेखि आउन खोज्नु भएको थियो, अब मेरो पनि टाइम थियो। यो दाइ सिरियलले गर्दाखेरि अलिकति बिजी, प्लस भिडियोको कामहरूले पनि गरिरहेको हुन्छ। अब दर्शकहरूलाई यति धेरै धन्यवाद दिन मन छ, हजुरहरूसँगै बसेर तपाईँलाई धन्यवाद दिन मन छ, तर कतिचोटि त्यो समयहरू मिल्दैन, सिचुएसन मिल्दैन। अब आज म नचाहेर पनि के मलाई यो रुनु थिएन, तर म रोएँ। अब म रोएको कारणले कति मलाई माया गर्ने दर्शकहरूको आँखामा आँसु आउन सक्छ, त्यसको लागि म दर्शकहरूलाई सरी भन्न चाहन्छु। अब जसलाई पनि आफ्नो दुःखको कुराहरू याद दिलाइदिँदाखेरि चाहिँ अब त्यो खालको त्यो अटोमेटिकली त्यो हुँदो रहेछ। मलाई पनि त्यस्तै भयो, अनि मैले आफूलाई कन्ट्रोलै गर्न सकिनँ। अनि मैले तपाईँलाई नि दाइ मलाई नरुनु नि भनेको थिएँ पहिला, तपाईँले रुवाइदिनु भयो दाइ। मेरो दर्शकहरू मेरो इन्टरभ्यू हेरेर नरुनु होला, अनि मलाई धेरै माया गरिदिनु होला। जुन माया हजुरको पाएको छु म, कति दर्शकहरूले मलाई माया, जुन कमेन्टमा एउटा माया उहाँहरूले दर्शाउनु भएको हुन्छ, त्यो माया त्यो कमेन्ट देखेर म धेरैचोटि रोएको छु दादा। उहाँहरूको माया मैले जुन पाएँ, म त्यो लायकको मान्छे होइन दाइ। म के नै छ र ममा, म जहाँ नर्मल काम गरिरहेको छु, भयङ्कर हिट कामहरू मैले दिन सकेको छैन, र पनि दर्शकहरूको जुन माया पाइरहेको छु, म एकदमै धन्यवादी छु हजुरप्रति। अझै पनि मलाई यस्तै माया, तपाईँहरूको माया बिना म केही पनि होइन, म त फेरि त्यही पुरानै उसमा फर्किन्छु। तर जहिलेसम्म हजुरको माया मैले पाउँछु, त्यो बेलासम्म म आफ्नो कामलाई निरन्तरता दिनेछु। सधैँ हजुरको माया, साथ, सपोर्ट, आशीर्वाद मैले पाऊँ, त्यही नै हो। जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोला, सबैजनाको जीवन एकदमै सुखमय रहोस्, आफूलाई सम्हाल्नु होला जुनसुकै अवस्थामा पनि। मेरो सम्पूर्ण दर्शकहरूलाई मेरो धेरै धेरै माया छ, धन्यवाद भन्न चाहन्छु। पक्कै पनि समय दिनुभयो, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच दाइ। थ्याङ्क यू मम्मी। थ्याङ्क यू बाबा, धन्यवाद। कति खुसी लाग्यो आज यहाँ आइदिनु भयो, कति खुसी लाग्यो। पक्कै पनि फेरि आउने समय जुर्यो भने के अरे आँसु पोख्न पाइयो। यत्रो वर्ष, कति 12-13-14 वर्ष भयो काठमाडौँ बसेको। मेरो मम्मी नरोको रोइहाल्नु भयो आज। होइन, आँसु आइहाल्छ नि। पक्कै पनि समय दिनुभयो, थ्याङ्क यू भेरी मच है त। थ्याङ्क यू दाई, थ्याङ्क यू हाम्रो तुफान टिभी।